नमस्ते सेवा सबैजनालाई। आज चाहिँ हामी ज्येष्ठ नागरिक पार्कमा घुम्दैछौँ अनि यहाँ चाहिँ वरिपरि हरियाली छ अनि त्यसमा बिचमा पार्क। आहा कस्तो रमाइलो के। अनि हावा पनि त्यस्तै एकदम मिठो हावा आइरहेको छ होइन। वरिपरि जङ्गलको बिचमा अनि पार्क हुँदा हावा त नआउने कुरै हुँदैन नि त होइन साथीहरू। अनि यहाँ चाहिँ पोखरी छ, माछाहरू चाहिँ रङ्गी बिरङ्गी माछाहरू हाल्नु भएको छ होइन। अनि यहाँ चाहिँ पोखरीहरू कति राम्रो पोखरी बनिएको छ, माछा नै माछा वरिपरि छ। अनि यहाँनिर चाहिँ कस्तो माछालाई चाहिँ सलबल माछा गरिरहेछ। अनि कति राम्रो छ क्या यहाँ चाहिँ। अनि घुम्नलाई आनन्द ठाउँ आफूलाई कस्तो होइन साथीहरू। कहिले कहिले त मान्छेलाई टेन्सन हुन्छ नि त, कस्तो मनमा एक प्रकारको मजाले टेन्सन भएको बेला यो ठाउँमा गएर चाहिँ आनन्द बसेर एकदम फ्रेस हुन सकिन्छ क्या। कति राम्रो ठाउँ छ, कुरै नगरौँ न साथीहरू त्यो राम्रोको त होइन। अनि यहाँ त सबै बस्ने ठाउँहरू पनि एकदम राम्रो कति धेरै बस्ने ठाउँहरू। माछा त्यस्तै हाम्रो आवाज सुनेपछि झन् सलबल गरेर उतै हाम्रैतिर आउँदैछ क्या। माछा कति राम्रो एकचुप्पा भइरहेछन्। माछाहरूलाई हेर्दा छुट्टै आनन्द होइन। उनीहरूलाई कस्तो रमाइलो तरिकाले पुरा खेलिरहेछन् कि। अनि हामी चाहिँ गफ गर्दै त्यो माछाहरू हेर्दै वरिपरि। अनि जति हेर उति राम्रो क्या। अझ यो कस्तो राम्रो हेर्नुहोस् न, एकतिर झुप्पै भएर कस्तो राम्रो छ। अनि यहाँ चाहिँ कति धेरै क्या मान्छेहरू पनि आवत एकदम सुन्दर छ नि त। ठाउँै त्यस्तै मनमोहक एकदम रमाइलो छ। अनि आफूलाई कस्तो आनन्द मिल्ने ठाउँ छ क्या। अनि कस्तो राम्रो छ। घरहरू त्यस्तै चिटिक परेको छ। अनि गमला पनि कस्तो मजाले राख्नुभएको। बस्ने ठाउँको त कुरै नगरौँ न साथीहरू। हेर्नुहोस् न यस्तो राम्रो, मौसम पनि त्यस्तै राम्रो है। कति धेरै राम्रो छ क्या यहाँ चाहिँ। अनि कस्तो हवाइलो होइन, हावा त नआउने कुरै भएन नि। एकदम वरिपरि रुख बिरुवाहरू भएपछि त हावा त त्यसै आइहाल्छ। अनि हामी चाहिँ यहाँनिर ल है त अब हेरिसक्यौँ, लु एकछिन बस्नु पनि नि त भनेर बस्यौँ के साथीहरू। हेर्नुहोस् न कति धेरै राम्रो के साथीहरू।